गजाननं भूतगणाधिसेवितं कपित्थजम्बूफलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं नमामि विघ्नेश्वरपादपङ्कजं। नमस्कार, हिमालय टेलिभिजनको प्रस्तुति कार्यक्रम ग्रह गोचरमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म शालिग्राम ढकाल। दर्शकवृन्द, नवग्रहात्मक हिसाबले यहाँहरूको आजको दिन कसरी व्यतीत हुनेछ सोको जानकारी गराउन कार्यक्रम ग्रह गोचर लिएर हामी उपस्थित भएका छौं। सुरु गरौं राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूका लागि आज मनोबल अत्यन्त उच्च रहनेछ। राशिबाट 10औं सूर्यको प्रभावले पराक्रमी तथा निडर बनाउने देखिन्छ भने 10औं सूर्यको चौथो भावमा परेको पूर्ण दृष्टिको कारणले अदालती कामकाजमा सफल बनिने देखिन्छ र साथीभाइहरूको पनि यथेष्ट सहयोग पाइनेछ। अरूमाथि सकारात्मक प्रभाव पर्नेछ। राशिमै बसेको देवगुरु बृहस्पतिको प्रभावले शैक्षिक क्षेत्र अत्यन्त सफल रहनेछ। आज नयाँ काम सुरु हुने योग पनि देखिन्छ। वैदेशिक यात्रा सुखद रहनेछ। आफूले गरेको कामबाट सफलता हात लाग्नेछ। शत्रुहरू परास्त हुनेछन्। तपाईको आजको दिन अनुकूल मानिन्छ। वृष राशि। वृष राशि हुनेहरूका लागि आज राशिमा बसेको मंगल र केतुको प्रभावले शरीरमा ज्वलन हुने, चोटपटक लाग्ने, अनावश्यक वाद विवाद पर्ने देखिन्छ। सप्तम राहुको राशिमा परेको दृष्टिको कारणले मन अस्थिर रहनेछ र यात्रा पनि अधुरो हुनेछ। दोस्रो भावको बुधादित्य योगले विद्याको प्रभाव अत्यन्त राम्रो रहने देखिन्छ। राजनीतिमा लागेकाले आज अपवादको भागी हुनुपर्नेछ। व्यापार व्यवसायमा सोचे जस्तो फाइदा हुने देखिँदैन। अरूको दुःखमा सहभागी हुन मन लाग्नेछ। आज लेनदेनको काम नगर्नु नै उपयुक्त हुने देखिन्छ। तपाईको आजको दिन त्यति उपयुक्त मानिँदैन। मिथुन राशि। मिथुन राशि हुनेहरूका लागि आज राशिमा परेको बुधादित्य योगको कारणले बैंकिङ कारोबार अत्यन्त सफल रहनेछ। साथीभाइहरूको सहयोग प्राप्त हुनेछ। अध्ययन अध्यापन पनि सफल हुनेछ। व्यापार व्यवसाय फस्टाउने देखिन्छ। बोलीको अत्यन्त राम्रो प्रभाव पर्नेछ। चौथो शनिको कारणले शत्रुहरू परास्त भए तापनि यात्रा भने सन्तोषजनक देखिँदैन। एकादश गुरुको कारणले पराक्रम बढ्नेछ तथा भाग्यले सोचे जस्तै साथ दिनेछ। गरेको कामबाट प्रशंसा कमाइनेछ। पाँचौं भावमा परेको बृहस्पतिको दृष्टिको कारणले सन्तानबाट सुख हुने देखिन्छ। रोजगारका लागि अवसर मिल्नेछ। तपाईको आजको दिन अनुकूल मानिन्छ। कर्कट राशि। कर्कट राशि हुनेहरूका लागि आज राजनीतिमा विशिष्ट स्थान मिल्नेछ। व्यापार व्यवसायमा राम्रो प्रगति हुनेछ। आयभावमा बसेको ग्रहको प्रभावले चौतर्फी रूपमा आम्दानी पनि हुनेछ। मनोरञ्जनमा दिन बित्नेछ। पठन पाठन अत्यन्त राम्रो हुनेछ। थोरै समयले सफलता धेरै नै हात लाग्नेछ। फसेको पैसा उठ्ने सम्भावना पनि देखिन्छ। काम कारवाहीबाट सन्तुष्टि मिल्नेछ। जोश जाँगर बढेर जानेछ। अरूको विश्वास जित्न सजिलै सकिनेछ। तपाईको आजको दिन उपयुक्त मानिन्छ। सिंह राशि। सिंह राशि हुनेहरूका लागि आज पराक्रम बढ्नेछ। मान सम्मान पनि प्राप्त हुनेछ। विद्यामा सफल बनिनेछ। साथीभाइको सहयोग पाइनेछ। रोग र शत्रुहरू एकैसाथ बढ्नाले तपाईँ आत्तिनु हुनेछ। एकदम सचेत रहनुहोला। पैतृक सम्पत्ति सम्बन्धी झमेला पर्न सक्छ। पेट सम्बन्धी पीडा तथा टाउको नसाको रोगले पनि नराम्ररी सताउने योग परेको छ। नयाँ काम सुरु नगर्नुहोला आज, तर व्यापारिक तथा व्यावसायिक कार्यबाट पनि सफलता हात लाग्नेछ। तपाईको आजको दिन मध्यम मानिन्छ। कन्या राशि। कन्या राशि हुनेहरूका लागि आज मनोभावना उच्च रहनेछ। यात्रामा सफल बनिनेछ। जग्गा जमिन जोड्ने योग पनि रहेको छ। सन्तान सुखले मनमा सन्तुष्टि मिल्नेछ। शैक्षिक क्षेत्र अत्यन्त सफल बन्नेछ। विद्या बुद्धि र विवेकको सही प्रयोग हुनेछ। काम कारवाहीमा अनेक अवरोध हट्नेछन्। स्वास्थ्य मजबुत बन्नेछ। प्रशंसा प्रशस्त कमाइनेछ। तपाईको आजको दिन अत्यन्त उत्तम मानिन्छ। तुला राशि। तुला राशि हुनेहरूका लागि आज व्यापार व्यवसाय फस्टाउने देखिन्छ। साथीभाइहरूको यथेष्ट सहयोग पाइनेछ भने बोलीको प्रशस्त प्रभाव रहनेछ। शत्रुहरू परास्त हुनेछन्। अध्ययन अध्यापन सफल हुनेछ। मुद्दा मामिलामा तपाईको विजय हासिल हुनेछ। पराक्रम बढ्नेछ। भाग्यले सोचे जस्तै साथ दिनेछ। मान सम्मान प्राप्त हुनेछ। रोग र शत्रुहरू बढ्नेछन्। एकदम सचेत रहनुहोला। बोलीको कडापनको प्रभावले पछुताउनु पर्नेछ। तपाईको आजको दिन मध्यम मानिन्छ।
वृश्चिक राशि हुनेहरूका लागि आज नाम दाम इनाम बढ्नेछ। 6औं भावमा रहेको बृहस्पतिको प्रभावले कूटनीति तथा राजनीतिमा विशिष्ट स्थान मिल्नेछ। व्यापार व्यवसायमा राम्रो प्रगति हुनेछ। आय भावमा बसेको शनिको कारणले चौतर्फी रूपमा आम्दानी हुनेछ। मनोरञ्जनमा मन रमाउनेछ। थोरै श्रमले सफलता धेरै नै हात लाग्नेछ। तपाईको आजको दिन अनुकूल मानिन्छ। धनुराशि हुनेहरूका लागि आज विद्या बुद्धि र विवेकको सही प्रयोग हुनेछ। पराक्रममा वृद्धि हुनेछ। मनोबल उच्च रहनेछ। झैझमेलाहरू सकिनेछन्। अरूको यथेष्ट सहयोग प्राप्त हुनेछ। धर्म कर्ममा मन जानेछ। अध्ययन अध्यापन सफल रहनेछ। यात्राबाट सोचे अनुरूप फाइदा मिल्नेछ। सरकारी कामकाजमा सफल बनिनेछ। स्वास्थ्यमा पनि सुधार आउनेछ। तपाईको आजको दिन उत्तम मानिन्छ। मकर राशि हुनेहरूका लागि आज धनमा लहराउने योग परेको छ। साथै स्वास्थ्यमा पनि गडबडी हुनेछ। तर राजनीतिमा लागेकाहरूका लागि भने आजको दिन अत्यन्त उपयुक्त मानिन्छ। व्यापार व्यवसायमा पनि राम्रो प्रगति हुनेछ। पठन पाठनमा बाधा व्यवधान उत्पन्न हुनेछ। थोरै श्रमले सफलता धेरै नै हात लाग्नेछ। पराक्रम बढ्नेछ। मनोबल उच्च रहनेछ। झैझमेलाहरू सकिनेछन्। अरूको यथेष्ट सहयोग प्राप्त हुनेछ। धर्म कर्ममा मन जानेछ। यात्राबाट सोचे अनुरूप फाइदा मिल्नेछ। तपाईको आजको दिन मध्यम मानिन्छ। कुम्भ राशि हुनेहरूका लागि आज प्रशस्त आम्दानी बढ्नेछ। यहाँको पराक्रम र पौरखको चौतर्फी रूपमा प्रशंसा पनि हुनेछ। नसोचेको ठाउँबाट पनि आम्दानी हुनेछ। 8औं शनिको कारणले चोटपटकको प्रबल सम्भावना रहेको छ। एकदम होस पुर्याउनुहोला। अरूको विश्वासिलो पात्र बनिनेछ सजिलै। धार्मिक वाद विवाद तथा तर्क वितर्कमा सहभागी हुनुपर्नेछ। तपाईले आज हरगौरीको पूजा अर्चना तथा शिवजीको वन्दना गरेको खण्डमा दिन सफल तरिकाले व्यतीत गर्न सक्नुहुनेछ। र अन्तिम मीन राशि हुनेहरूका लागि आज विद्या तथा पराक्रम बढ्नेछ। धर्म कर्ममा मन जानेछ। फसेको पैसा उठ्ने सम्भावना प्रबल रूपमै देखिएको छ। काम कारबाहीबाट सन्तुष्टि मिल्नेछ। पठन पाठन सफल रहनेछ। जोश जाँगर बढेर जानेछ। पारिवारिक कलह समाप्त हुनेछ। मनोबल पनि उच्च रहनेछ। पद प्रतिष्ठाहरू प्राप्त हुनेछन्। राज्यको तर्फबाट मान सम्मान मिल्नेछ। नाम दाम दुवै कमाइनेछ। बोलीको प्रभाव अत्यन्त राम्रो रहनेछ। तपाईको आजको दिन उत्तम मानिन्छ। दर्शकवृन्द, आजलाई ग्रह गोचर कार्यक्रम यति नै। भोलि फेरि यसै समय कार्यक्रम ग्रह गोचर लिएर हामी उपस्थित हुने नै छौं। हाम्रो कार्यक्रमको लागि यहाँहरूको कुनै जिज्ञासा तथा सल्लाह सुझाव केही छ भने लेखी पठाउन नभुल्नुहोला। त्यसको लागि हाम्रो पोस्ट बक्स नम्बर रहेको छ 3913 मध्य बानेश्वर काठमाडौँ। त्यस्तै हाम्रो इमेल ठेगाना रहेको छ कार्यक्रम grahgochar@himalayatv.com। दर्शकवृन्द, यहाँहरूको आजको दिन अत्यन्त मंगलमय बनोस्। समय आपसी सद्भाव आपसी भाइचारामा व्यतीत होस्। हेर्दै गर्नुहोस् समृद्धि र शान्तिको अभियान हिमालय टेलिभिजन। जय होस्।